हजुरको छोरीलाई हजुरले किन यस्तो खोलामा ल्याइदिनु भएको? के गर्नु त, पढेर अलि टाढा छ, जस्तो पानी पनि आउँदैन। होइन त्यस्तो भनेर हुँदैन, त्यहाँ पर ढल पिसी छ नि, छिक कस्तो बनाएर छ। अर्को पटक सोचौँला। सबै प्रोग्राम हुन भाडामा आइरहेको छ। तपाईँ पनि खोला पनि कहिले फोहोर हुन्छ र भने के भएर काकी किन कराएको? हेर न, यो मास्टरले नजाने कुरा गरेर मलाई त्यसै अरूमा ल्याउँदैछ। अब त्यति टाढाको पढेरमा गएर नआउने रे। फेरि पानीको के भर आएन भने? हो त, हिजो म पनि पानी लिन गएको, एउटा गाग्रो भरिनलाई पनि घन्टौँ लाग्यो। होइन त्यस्तो भनेर हुँदैन। यस्तो फोहोर पानीमा त टाइफाइड, आऊ हैजा जस्ता रोगहरू लाग्छन्। त्यसपछि सबै आफ्नो काम गर्न थाल्छन्। कोही नुहाउने, कोही भाँडा माझ्ने, कोही लुगा धुने त कोही माछा मार्ने काम गरी साँझ आफ्नो आफ्नो घर जान्छन्। बेलुका खाना खाने बेला हुन लाग्दा काकी र छोरी रुन कराउन थाल्छन्। भोलि छिटै उठेपछि निको भइहाल्छ नि। बाहिर धेरै मान्छेहरू दगुरेको आवाजले काकी दौडेर बाहिर जान्छ। होइन किन कुदेको र? सानीले धेरैले वाक आइरहेको छ, त्यही भएर झाँक्रीबा बनाउन गएको। हुन्छ है। होइन तलको माने। ए माने पो माथि नै आऊ न। हजुर नै आउनु न तल। सानीलाई धेरै नै वाक आइरहेको छ, हजुर नै आउनु न तल। ए ल एकैछिन पर्खै, म ढ्याङ्ग्रो लिएर आउँछु। सबैजना मानेको घर पुग्छ।
छैन खै त बिरामीले पहिला अगाडि ल्याउनुहोस् त। सबैले सानीलाई समातेर झाँक्रीको अगाडि ल्याउँछ। त्यसै बेला मास्टर पनि हेर्न आइपुग्छ। होइन यो के गरेको तुरुन्त हेरिबस्ला नि त। नगरौँ न मास्टर, झाँक्रीबाईसँग अब त निको भइहाल्छ नि। होइन यो तपाईँले नगर्न सक्ने काम रहेछ। मास्टरले भने जस्तै तुरुन्त हेल्पबुस लगौँ त। बल्ल सबैजना मिलेर सानीलाई बोकेर हेल्पबुससम्म पुर्याउँछन्। ओ डाक्टर के भएर? हेर्नु न, हिजो राति खोलामा नहेरेको त खोलाको भुत लागेको हो कि भनेर झाँक्रीबा बनाउनु गएको त झाँक्रीबा र मास्टरले गर्दा हामीले यहाँले पुगेका छौँ। ल न डाक्टर साहब, औषधि मुलाकात गरिदिनु न। होइन तपाईँहरू त्यस्तो फोहोर खोलामा के गर्न गएको नि? मैले त भनेकै थिएँ नि त्यस्तो फोहोर खोलामा नजानु भनेर। ठुलै गल्ती पो भएछ। डाक्टर ल मेरो छोरीलाई के भयो? बाहिरदेखि आँखा दुख्यो भनेर गराखेरि अरूको त्यसको बा पनि बिग्रेको छ। थाहा पायो भने यति छोरी पनि हेर्न सक्नुहोस् काकी धेरै रुन थाल्छिन्। मैले भनेकै थिएँ त हजुर त्यस्तो फोहोर खोलामा नजानु भनेर। होइन तपाईँहरूले त्यत्रो मास्टर सौदाउँछ खेल तपाईँहरू किन नमानेको? आफ्नो छोराछोरीको भविष्यमा खेल गर्न पाइन्छ, आफ्नो छोराछोरीको माया लाग्दैन? हो मास्टरले हाम्रै लागि भन्नुभएको रहेछ। अब हामी भोलि नै गाउँटोल सफा गर्न लाग्छौँ। हो ठिक भन्नु भयो मास्टरले, भोलि नै हामी गाउँले मिलेर छलफल गरौँ। हामीले भोलि नै मिलेर गाउँटोल सबै सफाइ गर्नुपर्छ। हो बल्ल बुद्धि पलायो। भोलिपल्ट सबैजनाले छलफल गर्न थाल्छन्। हो अब हामी सबै गाउँले मिलेर गाउँटोल सफा गर्छौँ। मास्टरको अगुवाईमा खोला नाला बाटोघाटो सबै सफा गर्ने निर्णय हुन्छ। ठीक है
भने यहाँ यहाँ बस्नुहोस् न यहाँ 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 अगाडि गएर हेर त अब हाम्रो गाउँ नै हाँसेको जस्तो देखिन्छ। हप्ता दिनपछि धन्यवाद मास्टर साहब, तपाईँले गर्दा आज हाम्रो गाउँ टोल सफा भएको छ। हजुर सबलाई पनि धन्यवाद। सबैले ताली बजाउँछन्। बल्ल खोला सफा भएर पनि आनन्द आउँछ। सबैले ताली बजाउँछन्। धन्यवाद। हजुरहरूलाई ड्रामा कस्तो लाग्यो?